के हो क्या बाटो यस्तो हामी चाहिँ यहाँ भर्खरै लडिसक्यो सो हेलो एन्ड नमस्ते एभ्रिवान वेलकम ब्याक टु माई ब्लग अनि आज चाहिँ मैले धेरै पछि ब्लग हाल्न गइरहेको छु सायद चङ्गा ब्लग पछिको यो ब्लग होला दसैँ पछि नै हो मैले खासै त्यस्तो एक्टिभिटी केही पनि थिएन कतै घुम्न पनि गइनँ अनि आजको ब्लग पनि एकदम स्पेसल अनि अब आउन गइरहेको छु निर्वाचनमा चाहिँ म भोट हाल्नको लागि गाउँ जाँदैछु ओखलढुङ्गा म र बाबा आज 19 गते भयो अब 2 दिनपछि चाहिँ भोट हाल्ने पालो चाहिँ अनि आशा छ तपाईँहरूले पनि आफ्नो ठाउँबाट गएर भोट हाल्नुहुन्छ अथवा म जस्तो हुनुहुन्छ नि गाउँ गएर भोट हाल्नुहुन्छ होला होइन सबैमा त्यही आशा गरेको छु अनि यो चाहिँ मेरो फर्स्ट टाइम नै हो भोट हाल्न जान आँटेको चाहिँ अनि बाबाको पनि फर्स्ट टाइमै हो बाबाले पनि फर्स्ट टाइम नै भोट जान आँटिरहनु भएको छ मैले पनि फर्स्ट टाइमै हो अनि यसपालि चाहिँ भोट एकदम जरुरी नै छ होइन चेन्जको लागि होइन लेस भोट फर द चेन्ज अनि त्यसैको लागि चाहिँ अब भोट हाल्न जान आँटेको अनि अब बाटोमा के कस्तो हुन्छ देखाउने नै छु अब चुनावी माहौल छ बाटोमा अब मान्छेहरू पनि भोट हाल्न हिँडेको होला नि कोही गाउँहरू कता हुन्छ अब के हुन्छ देखाउने छु आशा छ तपाईँले भिडियो अन्त्यसम्म हेरिदिनुहुन्छ के कस्तो लाग्छ पछि पनि कमेन्ट गर्न सक्नुहुन्छ त्यही हो गाइज अब निस्किने बेला भइसक्यो अनि प्याकिङ पनि गरिसकेको छु मैले चाहिँ अब निस्किने कति 11 बज्न आँटिसक्यो ढिलो भइसक्यो त्यही हो गाइज बाटोमा भेटौँला है त लगाइ अब चाहिँ मास्क लगाइसकेँ बाटोको ताल यस्तो छ होइन धुलो के हो क्या बाटो यस्तो राम नेपाल थोक भन्ने ठाउँमा आइपुग्यो अरे अनि खासै बाटो चाहिँ केही छैन यही खोलाको बगरै हेरेर हो माथि अस्तिको बाढी पहिरोले गर्दा सबै बाटो ध्वस्त भएको रहेछ अनि त्यही खोलाको बाटो हिँडेछौँ लगायत हामी चाहिँ यहाँ भर्खरै लडिसक्यो के भन्नु त अनि उतै ढुङ्गामा चिप्लेर लडिसक्यो होइन अनि मेरो हातभरि यहाँ रगतै रगत भएको छ बाबाको यहाँ छातीपट्टि पऱ्यो अरे यहाँ मेरो यस्तो छ त कहाँनिर लड्यो हामी त्यो बम जस्तो देखिरहेको छ नि हो त्यो ढुङ्गानिर लड्यो हो लड्न चाहिँ लड्न चाहिँ ठ्याक्कै यहाँनिर लड्यो यस्तो छ क्या ढुङ्गा यस्तो छ अनि त्यसले गर्दा चाहिँ बाइक उफ्रियो क्या बाइक उफ्रिएपछि अनि बाबाको कन्ट्रोल पनि भन्न बाइकमा कहाँ यहीँ त हो नि यही हो यहाँनिर अनि होइले गर्दा चाहिँ बाइक कन्ट्रोल नभएर अनि हामी त कहाँ हो त्यहाँनिर पो हो यहाँनिर लडेर हातभरि यस्तरी यहाँ चाहिँ हल्का रगत सगत आयो धन्न टाउको साउ चाहिँ केही पनि भन्न बाबाको चाहिँ छाती परेर दुख्यो भन्दै हुन्छ बाटो यस्तो बिजोग छ गाइज कपाल हेर्नु न यहाँ यस्तो सबै बाटो त्यस्तै छ क्या खोलाको छेउ हिँडिरहेछ त्यही गाइज अब बिस्तारै जानुपर्छ हामी पनि के हो लास्ट टाइम दुख्यो क्या हो एकछिन रेस्ट गरेर जाउँ न त के गर्छ चलाउनु त म त यस्तो सासै रोकेको थिएँ मेरो फेरि खुट्टा तिचे भयो क्या बाइकले यो लेफ्ट खुट्टा अनि म त पछाडिको मान्छे आउँछ कि भनेर बसिरहेको थिएँ क्या त्यो उचालिदिनु तपाईँ लडिरहनु भएको थियो म त पछाडिको मान्छे आएर उचालिदिन्छ भन्छ अनि धन्न उचालिदियो
दिन त पानी खाउँ पारी धेरै दुख्छ जस्तो छ। र गाइस त्यही हो, अब एकछिनपछि भेट होला। र गाइस अहिले चाहिँ हामी यो मन्दिरमा पूजासुजा गरायौँ, हेर्नुका दर्शन गरायौँ। अब बाटोमा के अप्ठ्यारो समस्या केही नपरोस् भनेर यहाँ चाहिँ अब यस्तो ऐना राख्नु पर्यो। यो गाइस अब लड्यो सड्यो केही छैन, अब बिस्तारै जानुपर्छ। खुर्कुटनिर आइपुगिसक्यौँ। ओखलढुङ्गा अब यहाँ यताबाट ओखलढुङ्गा ठ्याक्कै यो रोडभन्दा उता गएर चाहिँ तराई जाने बाटो छ क्या, उताबाट चाहिँ तराई लाग्छ। अब यतातिर चाहिँ पाहाड माथि जाने हो। अनि अहिले चाहिँ हामी खुर्कुटनिर छौँ। आज माथिसम्म पुगिँदैन अरे, अनि त्यही कोसी पारी गर अनि बसेर भोलि बिहानै निस्केर चाहिँ ओखलढुङ्गा माथि पुग्नु पर्ने हुन्छ। त्यस्तै हो गाइज, एनर्जी छैन, पुरै बाटो खत्तम थियो। अहिले चाहिँ जे होस् अहिले ठिकै भएको छ, पिच रोडै छ। अघि चाहिँ बिजोग भएको थियो, लडिएर पनि होला, हल्का जिउसिउ पनि दुखिरहेछ। मेरो खुट्टा पनि त्यो बाइकले थिचेर हल्का त्यो खुट्टा पनि दुखिरहेछ। आइपुग्यो। छ बज्न आँटिसकेको छ, बल्ल हामी यहाँ छौँ। हामी चाहिँ त्यो अहिलेको ठ्याक्कै पुलभन्दा यतानिर आएर बसेको होटलमा, त्यहाँबाट पुल देखिरहनु होला। ठ्याक्कै त्यो पुलबाट ठ्याक्कै यहीँ अगाडिनिर बसेको। अब साँझ परिसक्यो, निकै माथि नै छ, निकै माथि नै पुग्नुपर्छ, कति 1.5-2 घन्टा जस्तो लाग्छ। अनि त्यही माथि जङ्गलहरू पनि छ क्या, अनि त्यही भएर बरु भोलि बिहानै निस्किने, उहाँ गयो भने ओखलढुङ्गा बजारसम्म मात्रै पुगिन्छ क्या। अनि त्यही भएर यतै बसेको। कपाल त यस्तो भएछ यार, बिजोग भएछ। अब नुहाएर फ्रेस भएर जानुपर्छ, वासरुम त्यहाँ छँदैछ। जिउ थाकेर यस्तो भएको छ, थट कुरै नगरौँ। अब नुहाउनु छ, कपाल पनि पुरै च्याप भइरहेछ। त्यहाँ गाइज अब एकछिनमा अब भोक पनि लागिरहेछ। बिचतिर काहीँ पनि राम्रो होटेलै रहेन रहेछ, बिचतिर पनि रोकेको थिएँ, खासै राम्रो थिएन। अनि अब चाहिँ यहीँ खाने भनेर बस्नु थालेको, खै अब तल फ्रेस भएर खान्छु अनि फेरि कन्टिन्यू गरौँ होला ब्लग। र गाइज हामीले चाहिँ खाना खाएर माथि सुत्न आइसक्यौँ। अब चाहिँ सुत्ने हो। भोलि बिहान कति बजी उठिन्छ, अनि 7 बजीतिर यहाँबाट हिँडेर ओखलढुङ्गा बजार पुगेर अनि उता कहाँ रे तपाईँले भनेको ठाउँ के रे त्यो ठाउँ? भोलि जाम क्या जस्तै पाताले भन्ने ठाउँ छ अरे, सोलुनिर। अनि जस बाटोमै पर्छ हाम्रो, ओखलढुङ्गाबाट जाने बाटो नै पर्छ सोलु चाहिँ। अनि त्यहाँ चाहिँ पुरै त्यो पाहाडभरि गुरास फुल्छ अरे क्या त्यहाँ चाहिँ। अनि त्यो पनि हेर्न जाने भनेको छ। अब के हुन्छ, भोलि नै गइन्छ कि पर्सि फर्किने बेलामा हुन्छ, अब कहिले के हुन्छ त्यही हो। अनि भोलि चाहिँ अब डाइरेक्ट हामी माथि भोट हाल्ने ठाउँ चुनाव भएको ठाउँ कहाँ अरे माथि श्रीचौरनिर पुगेर बसिन्छ। अनि त्यही हो, पर्सि चाहिँ भोट हाल्ने दिन भइहाल्यो। त्यही हो गाइज, अब हेर्दै जानु होला। भोलि बिहान उठेर हिँड्नु छ। खै जिउ थाकेर यस्तो भएको छ, कतिखेर उठिन्छ नै फिक्स छैन, अलार्म राख्नुपर्छ। त्यही हो गाइज, ल अब चाहिँ सुत्न आँटेको, हेर्दै गर्नु होला।
अहिलेसम्म के कस्तो लाग्यो खासै म त राम्रो बनाएको छ जस्तो लाग्दैन भ्लग त। त्यो बाटो पुरै बिग्रेको थियो, के खिच्न पनि पाएन। त्यो खोलाको बाटो झ्याङ 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 हिँडेको हिँडै धुलै धुलो त्यस्तै मात्रै थियो। त्यही हो गाइस, ल भोलि बिहान भेटौँ ल। अहिलेको लागि गुड नाइट। कसरी मिसाउनु? बेला त बेकारमा हाँस्यो जस्तो पनि लागिरहेको छ।